तिनकुने घटनामा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो झोस्ने व्यक्ति पत्ता लाग्यो। तारा राजावादीको बयान, पत्रकार सुरेश रजक मृत भेटिएको घरमा मैले आगो लगाएको हो। दर्शकवृन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी फौजका स्वयंसेवक तथा सुरक्षा दस्ता अनुरत तत्पर फौज एटीएफका सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत 15 गतेमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन्। आइतबार दुर्गा पर्साई सहित 50 जना विरुद्ध जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौँले उनीहरू विरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। प्रहरी सामु बयानका क्रममा आफू एटीएफ चैत 15 गते कार्यक्रम आयोजनाको सम्बन्धमा पटक पटक दुर्गा पर्साई, धवल शमशेर जवरा, रविन्द्र मिश्र लगायतसँग कुराकानी भएको उनले बताएका छन्। त्यस क्रममा चैत 15 गते आफू बिहान 10 बजे नै उक्त स्थानमा पुगेको बताएका छन्। रविन्द्र मिश्र धवल शमशेर स्टेजमा भाषण गरिरहेको बेला दुर्गा पर्साई सहितको समूह निषेध क्षेत्रमा गई अमाननीय र अराजक शैलीमा संसद भवन कब्जा गर्नुपर्छ भनी उत्तेजित बनाउँदै गाडी कुदाएको बयानमा उनले बताएका छन्। त्यसपछि आफूले भिडमा उत्तेजित बनाउँदै त्यसतर्फ लागेको र प्रहरले रोकेपछि बीच बाटोबाट आफू र पर्साई हिँडेर कार्यक्रम स्थल पुगेको उनले बताएका छन्। स्टेजबाट मिश्र र शमशेरले उत्तेजित अभिव्यक्ति दिएपछि प्रहरीमाथि ढुङ्गा मुरा सुरु गरेको र त्यसै क्रममा 5 तले पक्की घरबाट 70 च्यानल गेटमा लगाएको ताला परि अनधिकृत रूपमा भित्र छिरेको पनि उनले बताएका छन्। तोडफोड, आगजनी, लुटपाट भइरहेको देखेपछि गोकर्ण शाहीको हातमा रहेको लाइटर लिई आगो लगाएको उनले स्वीकारेका छन्। आगो दन्दनी बोलेपछि त्यहाँबाट भागी डेढा कोठातर्फ गएको र आफूले समेत लगाएको उक्त आगजनीको कारणले फोटो भिडियोहरू खिच्दै गरेको एबी न्युज टेलिभिजनका सुरेश रजक